हेलो एभ्रिवान। सो म आज पनि आएको छु सवानाको अनबक्सिङ हल लिएर। सवानासँग चाहिँ म अहिले अब्सेस्ड भएको छु, किनभने मलाई त्यहाँको एकदम कपडाहरू पनि मनपर्छ है, क्वालिटी पनि मनपर्छ। अन्तखेरि यो चाहिँ पर्सल मैले आज नै रिसिभ गरेको हो। सो म आज तपाईँलाई खोलेर देखाउँछु मैले के अर्डर गरेको छु भनेर है। म त एक्साइटेड हुन्छु जब पनि मेरो पार्सल आउँछ। यस्तो रहेछ, के अर्डर गरेको रहेछु म तपाईँलाई देखाउँदै जान्छु बिस्तारै बिस्तारै। फर्स्ट रहेछ यसरी प्याकमा आउँछ नि त। अन्त सवानाको चाहिँ मलाई क्वालिटी एकदमै राम्रो लाग्छ कि मैले कपडाहरू जति पनि लिएको छु है, एकदमै राम्रो, प्राइस पनि एकदमै ठिकैको नै आउँछ। कुन चाहिँ एक्सपेन्सिभ पनि छ, कुन चाहिँ ठिकैको दाममा चाहिँ ठिकै लाग्छ। यो बेल्ट एउटा अर्डर गरेको थिएँ मैले हो, ब्राउनमा, ब्ल्याकमा अस्ति गरेको थियो, अहिले चाहिँ ब्राउनमा गरेँ। यो सबै युजफुल चिजहरू छ, सानो चिजहरू म अर्डर गर्छु। यो चाहिँ हो कार्ड होल्डर, मलाई चाहिरहेको थियो नि त कार्ड होल्डर। लाइक मैले जहिले पनि मेरो ब्यागमा झ्याप्पै परिरहेको हुन्छ क्या कार्ड, अन्तखेरि त्यस्तो गर्नु हुँदैन, त्यो त एकदम राम्रो होइन भने चाहिँ एउटा चाहिँ एकदमै क्युट रहेछ। अनि यस्तो खालको छ कार्ड होल्डर चाहिँ। अनि फेरि अझै एउटा यहाँ रहेछ, यहाँ चाहिँ पर्स गरेको छु। यो पर्स मलाई एकदमै क्युट लाग्यो, सानोबाट चिटिक्कै परेको हो, अन्तखेरि गरेको थिएँ। यस्तो छ ब्राउनमा, रेड कलरको पर्स भएको राम्रो भन्छ, तर मलाई यो चाहिँ कलर मन पऱ्यो पुरा है, ब्राउनमा। अनि मेरो ब्यागहरू पनि प्रायः ब्राउनमै छ नि त, जान्छ भनेर मैले लिएको थिएँ। यो चाहिँ इयरिङ्स होला, दामी आएछ इयरिङ्स। यस्तो खालको इयरिङ्स चाहिँ लाउँछु नि त म प्रायः, जस्तै मैले जस्तै हुकवालै लाउँछु। दामी आएछ। अनि अर्को टी सर्ट होइन, सर्ट हो। यसको चाहिँ कलर एकदमै मिठो छ कि, अनि त्यही भएर मैले गरेको थिएँ। लेट्स सी, क्वालिटी यति दामी हुन्छ, यति नरम हुन्छ है। अहिले पुरा गरम चलिरहेको सिलगढीमा, त्यही भएर मलाई पसिना। यो चाहिँ सर्ट प्यान्टहरूसँग राम्रो देख्छ नि त सर्ट भनेर चाहिँ सर्ट गरेको थिएँ हो। अनि यो लास्ट हो, यो चाहिँ जिमको लागि गरेको थिएँ मैले, लाइक वर्कआउटहरू गर्दा लगाउनु लागि। ब्राउन कलरमा गरेको थिएँ क्या, ब्ल्याकमा छ मेरो, 2-3वटा छ ब्ल्याकमा, अनि अलिक कलर डिफ्रेन्ट लिउँ भनेर चाहिँ यो गरेको थिएँ। ट्राई गर्नुपर्छ हुन्छ कि हुँदैन भनेर। अन्तखेरि अस्ति मेरो बर्थडे भ्लगमा मैले आधी गिफ्ट्सहरू दिएर आएको थिएँ, आधी गिफ्ट्सहरू अझै नै पाएँ मैले हो। यो चाहिँ भाउजूले दिनुभएको हो, भाउजूकोबाट यो चाहिँ मेनुका भाउजूले दिनुभएको, यो र यो दिनुभएको थियो हो। अनि मेरो साथी, मेरो बेस्ट फ्रेन्डले चाहिँ मलाई टी सर्ट दिएको थियो, एकदमै क्युट टी सर्ट दिएको छ। यो टी सर्ट दिएको छ, अब कहिले लाउँछु यो पनि हो। उनीहरूलाई मैले बर्थडे, यसो होइन कि बर्थडे ट्रिट दिनँ, बर्थडे ट्रिट पनि दिएको थिएँ, लाइक पिकनिक जस्तो लगेको थिएँ कि मैले।